कर्णाली खाइला कर्णालीका छैलै छैला नलपराल खत्याउन्या नलपराल खत्याउन्या नन सरकारले यो ठाउँको विकासको लागि के गरिदियोस् भन्ने चाहनुहुन्छ? अब म विद्यालयको कुरा अस्ति हाम्रो शिक्षा मन्त्रीसँग पनि भनेको छु, यो पनि भयो र यसलाई थोरै स्थानान्तरित गऱ्यो भने जिल्ला गभर्मेन्ट राम्रो नगर जुम्ला स्याउ फलेको बित्यामै नसाल खिचिराख्या फोटो फर्किआइ जाहिरो लाल कर्णाली राजमार्ग हुँदै त्यहाँदेखि यो जुम्ला हुँदै राधासम्म भयो नि त। राधा अनि फेरि उता चाइना बोर्डरसम्मको हेर्न सकिएको छ नि त योजना। त्यसलाई त्यो हाम्रो मुख्य योजना त्यसको लाइफ लाइन योजना भन्छौँ हामीले कर्णालीको। सबभन्दा वेल मेन्टेन भनेको ठ्याक्कै 2 लेनको कति छ बनिसक्यो? जो स्टुडेन्टको बाटै छैन भन्दा चाहिँ यो कर्णाली राजमार्ग चाहिँ अलिअलि सानो सेक्सन गरेर त्यो 500 मिटर होला। एउटा यही कुनै प्रोजेक्टमा एउटा भवन पनि राखौँ। खानेपानीको अफिसलाई चाहिँ पूर्वाधार विकास मन्त्रालयको कार्यालयहरूको अफिस बनाए भइहाल्ने। सडक डिभिजन नै सार्न सकिन्छ। सडक डिभिजन होइन खानेपानी अब आजदेखि त्यहाँ पुनः भयो। डिजीलाई बोल्दै हाजिर गराउनु भन्नु है डीलाई। के वर्किङ सिजन चाहिँ एकदमै हाम्रो जम्मा 2-3 महिना मात्रै हुन्छ। अलिकता हाम्रो त्यो मेन पावर अलि म्यानेजमेन्टमा अलिक समस्या छ, किनभने इन्जिनियर पनि सब इन्जिनियर पनि जहिले पनि फ्रेस पठाउने हो। यहाँ चाहिँ जहिले पनि खासमा चाहिँ के कर्णालीमा ट्रायल फेजको रूपमा अब यो पनि एड्रेस गरिदिनु। अलि स्मार्ट मान्छे यहाँ बाटो हेर्नु त्यस्तो छ जस्तो बनाउनु पर्यो नि त। पहिरोहरू पहिला आउने 2 वर्ष ठ्याक्कै सिक्ने अनि फेरि सर आउने अनि त्यसपछि फेरि माग्ने। एउटा सुन्दर बगैँचा होस्, रङ्गी चङ्गी फुलहरू हरेकलाई समान गलैँचा होस्, सादर फुल प्रतिकूलहरू चिन्ता गर्ने त्यो चाहिँ पालिका भवन उता त्यो व्हाइटमा छ नि, व्हाइट कलर छ नि त्यही बिचमा व्हाइट त्यो पालिका भवन हो। अनि ऊ त्यो चाहिँ के हो? यो पेहारो बिल्डिङ छ नि होइन, उहाँ पारिपट्टि पारिको त्यो त्यहाँनिर चन्द्रनाथ मन्दिर छ, जुम्लाकै फेमस मन्दिर सरस्वती मन्दिर। स्टेडियम चाहिँ तल छ नि, प्याराफिट देखिरहेको छ नि उता उता त्यो हो क्या। त्यो समस्या त्यस्तो के छ? नानी साइड पनि खेल्नको लागि ठाउँ छैन, प्याराफिट बनाइदिएको पेप्सीको जस्तो भइदियो नि दामी थियो। यो सहरी विकासले गरेर हजुरहरूले नै गरेको। अनि यतिसम्म दिमाग नभएको मान्छे पनि छन् हाम्रोमा। अनि यो त यति सानो ग्राउन्डलाई यत्रो लगानी गर्छ कसैले? त्यो लजिक चाहिँ के हो यसको? यो पछाडिको जग्गा पनि त्यो बाटो ल किन्नु न त, ल त्यो जग्गा सबै किन्नु। त्यो जग्गा गुड ल मेरो जिम्मा भयो। ल हजुरले यो चाहिँ 11 साइड बनाउनु, अझै सक्नुहुन्छ नि एथलेटिक्सको लागि पनि बनाउनु। कति किन्नुपर्छ? ल बजेट भेटिन्छ त। ल सुरु गर्नु पर्छ। ल धन्यवाद। एउटा यहाँबाट स्काई लेक भन्ने छ 4700 मिटरको हाइटमा,
अस्ति त म पुगेर नआएँ यति राम्रो छ त्यो आफै पुग्नुभयो त म आफै पुगेँ त यो बाटो त्यसलाई छुन्छ कि नि उहाँले भनेको ठाउँलाई अलि भित्र लगभग हजुरको जानुपर्छ त्यसपछि ए ठिक छ 20 किलोमिटर तिमीलाई थाहा छ एउटा कुरा यो हिजो हामीले छलफल गरेको थियौँ नि एउटा बाटो भनेर के राजमार्ग हिमाल यो हो क्या यही हो यो बाटो भनेको चाहिँ यो बाटो भनेको पूर्वको चाहिँ उताको साइपालदेखि पश्चिमको पूर्वको के अरे हाम्रो पाथिभारा बाटो हो यो हिमाली राजमार्ग जस्तो हुन्छ हिमाली राजमार्ग स्याउ पुर्याउनको लागि त धुवानी पनि त थोरै धुवानीमा धेरै लिएर जान पाउनु पर्यो त्यसपछि पो बल्ल फैलिन्छ र देशभरि त्यही उद्देश्यले हामीले 2 लेनको कर्णाली राजमार्ग कर्णाली कोरिडोर दुइटै गराउने यहाँदेखि रारासम्मको सडक पनि बनाउने यहाँदेखि मुगुसम्मको सडक पनि बनाउने डोल्पासम्मको सडक पनि बनाउने सबै सडक यसै वर्ष टेन्डर खोल्ने उत्तरदिग्भागे श्री गुरु चन्द्रनाथ श्री विक्रम सके बौद्ध अवतारी षष्ठी समसना मध्ये रौद्र नामी समश्री श्री सूर्य दक्षिणायन उत्तरायण मासा उत्तम मासे बर्खा ऋतु श्रावण मासे आषाढ शुक्ल पक्ष शुक्लमाया चतुर्थी अब त्यो माथि पनि हाम्रो पाटो छ अब त्यहाँ राम्रै हाम्रो सरकारले खर्च गरेको छ तर त्यसलाई हामीले चलाउन सकेका छैन क्या कारण के हो भने बाटोको बाटो बन्नु पर्यो हजुरको त्यसमा चाहिँ 1 नम्बरमा फोकस गर्नु पर्यो त्यो गर्ने बित्तिकै त्यो ठाउँलाई हामीले चलाउन सकिन्छ हजुर होइन अब त्यो ठाउँ चाहिँ के हो भने एउटा सर्भिसको कुरा मात्र अगाडिको बाटो बेस अहिले हामीले गरे हो अनि यो बाटो कहाँ छ यो माथिको त भाउ हुन्छ नि त्यहाँसम्म पुग्छ यो अहिले यो पानी परेको बेला त अहिले सम्भवै हुँदैन जानु छ सुकेपछि भनेको हाम्रो कन्ट्र्याक्टमा कहाँसम्म छ यो बाटो कलेजसम्म पुग्छ ठिक छ ल त्यो पनि हजुरले रेनी सिजन पछि मनसुन पछि अनि यसबाट बाँकी हजुरले गर्दैन भने त्यो हामीले त्यो जुन बिल्डिङ बनाएको छ त्यसलाई हामीले प्रपरली युटिलाइज गर्न सकिन्छ अहिले यहाँ हाम्रो एकाडेमीमा कोठाहरू नै छैन जम्मा 3 किलोमिटर त नि हजुर म युएस जाँदा युकेमा जाँदाखेरि तपाईँको होइन 200 किलोमिटर चाहिँ 1 घन्टाको बाटोमा उनीहरूले कभर गर्छन् अफिसमा जान्छन् गर्छन् हामी जब 3-4 किलोमिटर यति नगर्दाखेरि होइन हेर्नुहोस् त त्यो त एउटा कहाँ दूर दराजको जस्तो देखिन्छ पिरहरूको थुप्रो देखिँदैन भिर देखिन्छ पिरहरूको थुप्रो देखिँदैन सहरबाट मेरा गाउँको झुप्रो देखिँदैन झुप्रो देखिँदैन सहरबाट मेरा गाउँको झुप्रो देखिँदैन देखिँदैन अझ माथिको त्यो पाटन छ क्या माथि छ मजेस्टिक
अब जी साहब अब हजुरले पर्यटकीय राजमार्गको हिसाबले नै बनाउनु पर्यो नि अहिले राम्रो हामी बाटोमा गएर यता हेर्नै पाइएको छैन स्वर्गसै छ त यार भारी बनखा दाउरा भारी बनका दाउरा हबो मेरो त्यो त्यसो पढेको बाटो यो बाटो चाहिँ त्यही भएर पहिले दुईचोटि हिँडेको हुँदाखेरि यो बाटो हिँड्नुपर्छ यो पर्यटकीय मार्गको रूपमा यसलाई चाहिँ विकसित गर्नुपर्छ भन्ने अवधारणाका साथ त्यसैले हामी एउटा हिँडेका छौँ स्वयं भौतिकपूर्वक हाम्रो चाहिँ पूर्वाधार विकास मन्त्रीज्यू सँगै हुनुहुन्छ उहाँले एकदमै इन्ट्रेस्ट राख्नु भएको छ अनि उहाँकै इच्छा अनुसार हामी हिँडिरहेका छौँ गाडी के भयो अब जाँदैन अगाडि अब त्यस्तो माथि गइसक्यो अनि के अनि यो गाडी अब यहाँ छोड्ने हो अब क्याबको ठेका हो यो बाटोमा पूर्वाधारबाट क्याबको छ ठेका हो सुन न यहाँ छ नि यहाँ त हाम्रो गाडी नै कुनै पनि गाडी पास गरेन यसमा कमसेकम यो माटो फालेर यसलाई सोलिङ गर्न लगाइदिनु भाइ कमसेकम बर्खा भन्दा राहदानी पुग्ने पर्खिएन आश्वासन र झन्डा बोक्ने फेरि फर्किएन बर्खा भन्दा राहदानी पुग्ने पर्खिएन आश्वासन र झन्डा बोक्ने फेरि फर्किएन चलन नै छ ठुलो छेउमा सानो देखिँदैन सहरबाट मेरा गाउँको छानो देखिँदैन सहरबाट मेरा गाउँको छानो देखिँदैन रोड के अरे पूर्वाधार भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल भने पूर्वाधार विकास पहिला केपी ओली पर्सेन्ट भने राउत हो न त भर्खरका जान्जिका त भनेको आज सबै यहीँ बस्यो नि होइन बाहिर कोही बस्दैन नि तिन चारवटा कलर चेन्ज गर्छ तालले हजुर घाम लाग्यो भने एउटा 12 बजेपछि त त्यो बोट पनि दिदैन नि भाइ न यो मोटर बोट चाहिँ चल्छ अर्को बोट दिदैन बोट चल्दैन त्यसले हावा एकदम छिट्टो यसको वेभ एकदम झन्झट छ क्या 12 बजेपछि यताबाट हावा चल्छ अब यस्तो गरौँ क्लियर कुरा के गरौँ बाटो लामो मुरारा हे बाटो लामो रारा गङ्गा लामो करनाली हे बाटो लामो रारा गङ्गा लामो करनाली हे बेन्देलीका तारा झुलुका झुल्की जाफना हे बेन्देलीका तारा झुलुका झुल्की जाफना हे बेन्देलीका तारा झुलुका झुल्की जाफना हे हिउँदा जुम्ली साफ्या बर्खा जुम्ली यारी नाका सिधा कटिङ गऱ्यो भने बजेट व्यवस्था गऱ्यो भने सिधा हुन्छ तल गएर प्रणालीको सेटमा छ माथि अनि सिधा हुन्छ गाउँको पनि अब
आधा गरी भयो यहाँ के हुन्छ दादा थाहा छ रोटा अहिले हामी मुगु जिल्लाको सोरुकोट गाउँपालिकामा छौँ। त्यो बाटो हुँदै हुम्लाको सिमकोटसम्म पुग्ने यात्रा तय गरिरहेका छौँ। तर यात्रा सहज छैन, अप्ठ्यारो बाटो छ। गाउँठाउँमा भेटिएका जनताहरू, घरहरू, समस्याहरू पनि असाध्यै पेचिला छन्। स्कुल जान 1 घन्टा लाग्ने, जान आउन 2 घन्टा, खानेपानी आउन आधा घन्टा, समस्याहरू देख्दा विरक्त लाग्दछन्। राज्य धेरै टाढा भएको जस्तो ठाउँहरू छन्। प्रकृतिले असाध्यै वरदान दिएको छ, सुन्दर ठाउँ छ, र यसको उपभोग गर्न सकिएको देखेको छैन। अब यहाँबाट 2.5 घन्टा जति छ अनि यहाँबाट हुम्लाको तुम्सा भन्ने ठाउँ पुगिन्छ अदनसुली गाउँपालिकाको। अब हामी हुम्ला पुग्यो कि नै पुगेको छैन अहिले, 2.5 घन्टा बाँकी छ। हामी किन रोकिरहेको छौँ? गाडी बिग्रिएको छ नि त्यहाँ, गाडी पत्ता त्यो भयो। सबभन्दा विकटमा कालीकोट थियो कि, जुम्ला पनि प्लेनमा, त्यसपछि मुगु पनि प्लेनमा, हुम्ला पनि प्लेनमा, कालीकोटको के थिएन? छैन। किन हुम्ला प्लेन एयरपोर्ट छ नि, एयरपोर्ट छ नि, कालीकोटको एयरपोर्ट भएन के, जुन भयो पनि कति 40 वर्ष लाग्यो, हुम्लामा कति लाग्यो? 40 वर्ष लाग्यो। त्यो पनि फेरि एयरपोर्टबाट लाग्यो त। त्यहाँ चाहिँ तल चाहिँ लासहरू छ कि, लासहरू छ अनि माथि ठाउँको बाटो काई छ ढुङ्गा डाला लाग्दा मुसाइना ढुङ्गा डाला लाग्दा मुसाइना मेरा गरिब सेवाना सरकार जाग्दा मुसाइला सरकार जाग्दा मुसाइला साइदेरा युवा जति उल्लद आइछ ल यो माग पुरा भयो है, यसै सालमा पुरा गर्छु यो माग चाहिँ। 20 वर्ष बुढाबुढी र सानै पढ्न जाने नाबालकलाई मैले छोरीलाई यहाँ रोकेर म यति फलफुल निकाल्दछु उखु भनेर म घरबाट झरिसके भए मेरो ठाउँ 6 नम्बर हो
मेरो नाम झलबुढा हो। हामीले यो उत्पादन हुम्लामा गर्नुपर्छ। कल्फियामा हामीले उखुको उत्पादन गरेर उखुको मेसिन ठुलो फ्याक्ट्री लाएर हामी केही जनता नेमै रोजगारी हुनन् भनेर हामी यति वर्षसम्म कुनै सरकारले हेरेन। मेरो यही भुलमुखे छोरी नेपालगञ्ज सुरुमभित्र गएर 6 घन्टा पाइप ल्याएर बुढाबुढीले 30 घन्टा खनेर 30 दिनसम्म खनेर भर्खर यो फलफुलको बगैँचामा पानी फालिया छौँ। यो भूको लामै छ। एकदम राम्रो लाग्यो, मोटिभेट आफै मोटिभेट भएँ म यो ट्रिपबाट। हामीले धेरै सबैभन्दा राम्रो लागेको कुरा के? मलाई यहाँको सबैभन्दा राम्रो लागेको चाहिँ यहाँको नागरिकहरू। म मोस्ट प्रोबेबली 3 महिनाभित्र फेरि अर्कोचोटि आउँदैछु। 3 महिनापछिको कहाँ आउनुहुन्छ? मोस्ट प्रोबेबली हिल्सा। एकदम रमाइलो यात्रा भयो। नेपालदेखि हुम्लासम्मको जुम्ला मुगु हुँदै दिल टच गरेको कुरा एकदमै सुन्दर ठाउँ, मान्छेहरूको आत्मीयता, हस्पिटालिटी अनि मन रोएको कुरा चाहिँ यहाँको विकटता बाटो, तर असाध्यै सम्भावना बोकेको प्रदेश। थ्याङ्क यू सो मच कर्णाली। ल भेटौँला है फेरि अब काठमाडौँ गएर।